हेलो गाइज, नमस्ते। फेरि पनि तपाईँहरूलाई अर्को भिडियोमा हार्दिक स्वागत गर्न चाहन्छु। अस्ति मैले भर्खरै चाहिँ अर्को ट्राइपोड होइन, सेल्फी स्टिक भनौँ न, त्यसमा रिमोट पनि थियो, त्यो किनेको है। खासै गतिलो भेटिएन। यसो एक दुई पटक युज गरौँ कि भनेर ट्राई गरेको, हल्लिने कि एकदम धेरै। अनि त्यसलाई चाहिँ रिफन्ड गरेर अझ नयाँ चाहिँ अहिले चाहिँ आफैले प्रत्यक्ष पसलबाटै होइन किनेर ल्याएको छु। अहिले चाहिँ म तपाईँहरूको अगाडि चाहिँ यो अब अनबक्सिङ गरेर देखाउँछु है त गाइज। पहिलाको लिएको त एकदम हल्लिने के, मोबाइल समात्दाखेरि पनि हावा हाल्यो भने, हावा चल्यो भने चाहिँ पुरै हल्लिने टाइपको। त्यही अब त्योभन्दा अलि राम्रो क्वालिटीको है। अब हेर्दैमा पनि अलि ब्यागमा पनि सजिलै अट्न मिल्ने खालको, टक्क मोटो होइन, कलर पनि टक्क ब्ल्याक यस्तो छ होइन। यो यस्तो यसरी टाइट छ होइन। अस्तिको चाहिँ मैले यो गर्दाखेरि चाहिँ यो चाहिँ एकदमै लिचिक लिचिक हुने, लचक लचकदार धेरै भएर हल्लिन्थ्यो होइन। अहिले चाहिँ यो अब मेरो चाहिँ यो प्रकारको छ। अनि रिमोट चाहिँ यता छ होइन, यो रिमोट यता भइहाल्यो। अनि यसको चाहिँ अब तपाईँको यसरी अब यसलाई सानो पनि गर्न मिलिहाल्यो। सानो गर्ने क्रममा अब 1.5 मिटरको यति लामो हुन्छ, टक्क 1.5 मिटर है यो। अनि यसलाई अब साइडमा टक्क यसरी स्ट्यान्डमा आएर टक्क आफैले पनि गर्न मिल्यो यसरी होइन। अनि यो चाहिँ हातमा अब रिमोट भइहाल्यो, क्यामेरालाई टक्क कन्ट्रोल गर्नको लागि यसरी चाहिँ किनियो होइन। यो चाहिँ अलिक मन परेको छ अहिलेसम्मलाई। अस्तिको किनेको त अलि खालि त्यसलाई रिफन्ड गरेर यो त गाइड। हवस् त, मेरो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरा भिडियोहरूलाई माया र साथ सपोर्ट गरिदिनु होला भन्ने मेरो अनुरोध छ है। बाँकी अर्को भिडियोमा भेट्ने बाचाको साथ बिदा हुन चाहन्छु। हवस् त, बाई।